हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म के भन्छ दसैँको लागि आज म घर लिप्नु सुरु गरेको थियो आज बिहानदेखि। तर मैले भिडियो बनाउन पाएन। जस्ट एउटा घर लिपिसकेर अर्को घर मैले सुरु गरेको छु हैन। टक्क यहाँनिर मेरो सानो भाइले यहाँ लिपिरहेछ धस्केर। घर चाहिँ यहाँनिर पुरै यो पानी परेर बस्यो त्यसले हानेर यस्तो भित्तामा उक्काइदिन्छ कि यो लिप्नलाई चाहिँ अलिक गाह्रो पर्छ। आज चाहिँ पुरा यो बाहिर अनि भुइँहरू लिप्ने काम आज छ दिनभरि। अनि भोलि चाहिँ यो झ्याल ढोकाहरूले राम्रो पेन्टिङ गर्नुपर्ने छ। मैले यसको लागि यसलाई साफ गर्नुपर्ने हुन्छ। आज दिनभरि यही घरको काम गर्नलाई चाहिँ मेरो दिन जान्छ। टक्कमा चाहिँ आज यस्तो छ हालत, पुरै हिलो हिलो सुरु छ मेरो यहाँनिर। यस्तो घाम पनि लागिरह। यो तल्लो घर चाहिँ आज लिपिसकेर अघि बिहानै यो माटो घर सुरु गरेको। यो चाहिँ एकदम रातो माटो हो, अर्ग्यानिक। अनि यता छ अर्को पहेँलो माटो, यो पनि एकदम अर्ग्यानिक हो। अनि हामी चाहिँ यता कालो माटोले पनि घर लिप्छौँ। यो तीन खालको माटो चाहिँ एकदम हाम्रो घर लिप्नको लागि धेरै युज गर्छौँ। यो चाहिँ एकदम राम्रो पनि देखिनेछ। लास्टै गर्मी पनि भइरहेछ क्या आज, पुरा घाम लागेर। त्यसपछि अब यता आमाले जाछन् हुँदैछ, अब खानै पर्यो। जार खाइसकेपछि चाहिँ मैले टक्क अब फेरि यो बाहिरपट्टिको लिप्न सुरु गर्दैछु। अब यहाँ चाहिँ एउटा बाल्टिन, यहाँ छ कालो माटो, यहाँको पनि छ, यसमा पनि छ कालो माटो। अब यसलाई यो बाहिरपट्टि लिपेर यता भित्रपट्टिको लिप्नु पर्ने हुन्छ फाइनल्ली। नहेर क्या राम्रोसँग अनुहार एकदम ठिक छ। यो त अङ्कलको त यस्तो दामी छ, मेकअप सेकअप गरेर टक्क। फाइनल्ली अघि लिप्दै गरेको घर यहाँ लिपेर सकिरह। यहाँ भित्र सब भुइँहरू लिप्यो चट्ट पारेर। यता सामानहरू छन् यस्तो। अब यहाँ किचनको चाहिँ यहाँनिर थोरै बाहिरपट्टि बाँकी छ। यो घर त झन् बिहानै सकेको, सुकि पनि सक्यो। यस्तो लास्टै गाह्रो भइरहेको क्या यहाँनिर। हेरौँ अवस्था यस्तो छ, आमामा हिलो हिलो के हो यस्तो न्यू लुक्स हो क्या यो फेरि। यहाँ एउटा सानो भाइले चाहिँ लिप्दैछ, अलिक सक्दैछ होइन। यो चाहिँ उसको भागमा परेको, यो बाहिरपट्टिको हो। धस्काउनु अलिक सक्दैन केटोले। यता तल्लोपट्टि चाहिँ सकिरह। यता भित्रको थियो मेरो चाहिँ, यता भित्रको काम सकिहालेँ मैले। त बाहिरको केटोको भाग थियो, बाँकी छ। अब मेरो यहाँ त्यसपछि अब काम भनेको चाहिँ यताको भाँडाहरू एकदम साफ हान्ने मेरो काम हो। अनि यो बाहिरको आँगनहरू एकदम फोहोर भएको छ, बाहिर यसलाई पनि साफ गर्ने काम मेरो हो। त्यसपछि दिउँसोको मेरो काम भनेको चाहिँ यसलाई यो ढोकाहरूमा चाहिँ पुरा यो हिलो लागेको छ, यसलाई मजाले पुस्नु पर्ने हुन्छ मैले। अनि पेन्टिङको काम चाहिँ भोलि हुन्छ। पेन्टिङको काम भोलि हुन्छ। अनि टक्क त्यसपछि चाहिँ यसपालिको घर लिप्ने काम सकिन्छ। त्यही हो। घरहरू लिपिसकेर टक्क आँगनहरू सट्ट पारेर यहाँनिर बढार कुरार गरेर सफा बनाइयो होइन। अब घरको त्यो ढोकाहरू ठामहरू मजाले पुस्ने काम अब मेरो हो। दिउँसो काम सुरु भयो, दिउँसोको टक्क यिनीहरूलाई पुछेर सफा गर्नुपर्ने हुन्छ मैले। तर भिडियो बनाउने मान्छे नभएर चाहिँ अलिकति बिजोग भइरहेको मेरो। टक्क आफैले राखेर आफैले म्यानेज गर्नुपर्ने हुन्छ, यताउता मिलाएर। त्यही नै हो।
च्यालहरू यसो साफ गर्न थाल्यो है। पुरा हिलो त पठाउनु पर्यो। टक्क छ्याक्क भएर है च्यालहरू टक्क लगाएर। यहाँ घरमा चाहिँ एउटा यो सानो आँपको बोट छ कि यहाँनिर आँप पाकेर यो झर्न थालेछ। ट्याक्क एउटा पाएको भेटेँ मैले खान थालेँ। एकदम दामी मिठो छ। 20-25 दाना फलेको थियो पाकेर झर्न थालेछ। गाउँको एकदम अर्ग्यानिक चिज हुन्छ। लगभग आँपको सिजन जताततै सकिसकेको छ। यहाँनिर हाम्रोमा चाहिँ अहिलेसम्म हरियो छ। दाजु डोको लिएर आउनु त यो आँप टिपौँ। डोको लिएर आउनु न यो आँप टिपौँ। जम्मा पाकी जाँदो रहेछ बोटैमा। फाइनल्ली घर लिपिसकेर चाहिँ म अब आँप टिप्नु यहाँनिर जाँदैछु। कति फलेको रहेछ भनेर आज म झारेर देखाइदिन्छु। मैले चाहिँ टक्क लगाएर घर अस्तिको दिन होला मैले सबै पुछिसकेर आज बिहानै कलर गर्ने काम मेरो छ। आज सबै झ्याल दोकाहरू पुछेर यस्तो छ्याक्क हुने रहेछ। अब यसमा कलर गर्नको लागि चाहिँ यहाँनिर पेन्टहरू छ। यो कलर यहाँनिर छ। अस्ति भर्खर ल्याएको यसलाई घोल्नु पर्ने हुन्छ। यो तारपिनको तेल हो। ट्याक्कै यो रातो कलर हो। आधी यति केजीको। यो चाहिँ निलो कलर हो। यिनीहरूलाई चाहिँ मैले घोल्नु पर्ने हुन्छ। अब यसको लागि निकाल्नुको लागि नै एउटा पर्दा चाहिन्छ मलाई। यहाँ चाहिँ एउटा पर्दा टक्क यसले नै म निकाल्छु नि।
यहाँनिर घोल्दा चाहिँ खासै तेल धेरै नपस्ने रहेछ। यसलाई लगाउनुको लागि एउटा जग ल्याउनु पर्ने हुन्छ नि। ट्याक्क गरेर दुईटा मैले बाल्टिनहरूले अब यसैमा सधैँ घोल्दै गरेको। यो बाल्टिन अनि यो जगमा, अब यो जगमा चाहिँ रातो हाल्नुपर्ने हुन्छ। अनि यसमा चाहिँ यो निलो। टक्क लगाएर यहाँ तेललाई खोलेर यिनीहरूलाई अब उखालेर हाल्नुपर्छ। एक बिर्कोले यिनलाई हल्लाउनु पर्ने हुन्छ पुरै भित्र रहेकोहरूलाई बाहिर निकाल्नु पर्यो। हातभरि चाहिँ पुरै लाग्ने भएर तर यसलाई म भरे डिजेल लगाएर साफ गरिहाल्छु। साफ भइसकेको छ। यस्तो यिनीहरूमा यो केही छैन। यसमा चाहिँ ग्यास भरिँदो रहेछ कि हलाउँदा। सक्यो।
यसले चलाउनुको लागि एउटा बाटो चाहिने यसरी गर्नु टक्क रेडी भयो मेरो कलरहरू यिनीहरूलाई बोकेर अब तल साइड झ्यालबाट सुरु गर्नुपर्ने हुन्छ मैले यो झ्यालबाट मैले अस्ति पुस्न पनि सुरु गरिदिएको थिएँ यहीँबाट म यिनीहरूलाई लिप्न पनि सुरु गर्छु म यही झ्यालबाट ट्याक्क यहीँबाट सुरु गर्ने हो मैले त्यही नै हो गाइस अब यहाँनिर पेन्ट गर्दै भिडियो त बनाउनु मिल्दैन जस म पेन्ट गरिसकेपछि म देखाउनेछु तपाईँलाई त्यस्तो खतरा प्रोफेसनल तरिकाले यो कलरमा फिनिसिङ चाहिँ ल्याउन सक्दिनँ त्यही पनि यत्तिकैसम्म चाहिँ फिनिसिङ हान्न सक्यो है यत्तिको अब हानिन्छ त्यही हो एउटा झ्याल भर्खरै सकिरह्यो 5 मिनट 10 मिनटमा अर्को झ्यालतिर लाग्नु पर्ने हुन्छ म टक्कै त अब पछाडिपट्टि यो झ्यालहरू यता दुईवटा माथिल्लोपट्टि एउटा 3टा छ 3टा ढोका 3टा झ्याल छ योपट्टिको घरमा त्यही हो लगभग 1.5 घन्टा जति जान्छ मेरो यही घर पेन्ट गर्नुको लागि फाइनली मैले चाहिँ यहाँ घर पेन्ट गरेर एउटा घर सकिरहेको छु टक्क एउटा घर चाहिँ एकदम फिनिसिङ हानेर यता यो झ्याल ढोकाहरू सक्यो टक्क अब चाहिँ मैले माथिल्लो घर सकिरहेको छु अब यो त्यसपछि यो तल्लो घर अब सुरु गर्न लाग्यो यो माथि लिप्न चाहिँ अलिकति भ्याइएन गाह्रै भइरहेको यो अब यो घर सुरु गर्ने हो मैले त्यही नै हो गाइस हेर्दै गरौँ है भिडियो ट्याक्क लागेर मैले चाहिँ यो घर पेन्टिङ गरिसकेँ अघि भर्खरै सकेर खाना खाएर चाहिँ म यहाँ यत्तिकै बसिरहेको छु अब यो सबै घरहरू कलर गरिसक्यो त बाहिर यो तल्लो घरतिर सब झ्याल ढोकाहरू मजाले कलर गरिसक्यो अब चाहिँ त्यही हो अब भोलिबाट फुलपाती भोलिबाट दसैँ पनि सुरु भयो ट्याक्क लागेर सबैजनालाई दसैँको शुभकामना छ दसैँ राम्रोसँग मनाउनु होला अनि के भन्न चाहन्छु भने पहिले जति मेरो भिडियो हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब चाहिँ नबिर्सी गरिदिनु होला है माया गरिदिनु होला हस् धन्यवाद।